बार्सा इज ब्याक वे इट बिलोङ्स रे क्या। यो चाहिँ सबै बार्सा फ्यानहरूले चाहिँ एडमायर गर्छ होला होइन। सो म पनि एडमायर गर्छु। तर यो चाहिँ मैले भनेको चिज होइन। लेभान्डोस्कीले चाहिँ जाँदा जाँदै भनेको वर्ड हो। सो होइन ऊ चाहिँ एकदम 2022 मा एकदमै बार्साको चाहिँ लो टाइममा चाहिँ आयो होइन। सो ऊसँगै पछि राफिना एन्ड देन कोन्डे आएपछि चाहिँ बार्सिलोनालाई चाहिँ अफ्लिक्ट गर्न एकदमै हेल्प भएको थियो होइन। सो एज अ स्टार आएर एज अ फ्यामिली जाँदैछ। वान अफ द ग्रेटेस्ट प्लेयर एभर होइन। 9 नम्बरको चाहिँ हाम्रो पालामा चाहिँ देखिन्छ जस्तो लाग्दैन, त्यति बेटर प्लेयर। बार्सा चाहिँ लो ग्रेडमा भएको टाइममा चाहिँ लो फेजमा भएको टाइममा चाहिँ आएर अप्लिफ्ट गर्न एकदमै हेल्प गरेको छ। कतिपय ठाउँहरूमा डिसअपोइन्टमेन्ट पनि थियो, एक्टिभली नभएर कति डिसअपोइन्टमेन्ट देखिरहेको पनि थियो। सो त्यो सबै चिजहरूलाई चाहिँ साइडमा राख्ने हो भने चाहिँ हि हेज ग्रेटेस्ट फर्स्ट सिजन होइन। वान अफ द बेस्ट सिजनहरू नै भयो भन्छु होइन। अलमोस्ट पेरोल पनि भइसक्यो भनौँ न, एउटा म्याच बाँकी छ। सो यो सँगसँगै चाहिँ बार्सिलोनाले चाहिँ होमको 19 आउट अफ 19 टोटल अफ 38 19 वटा होममा 19 वटा अवेमा हुन्छ। त्यो सबै म्याच 19 वटा। इट्स यो हिस्ट्री नै हो। रोनाल्डोको अल नासरले गेम खेलेको थियो गाम्बा ओसाकासँग एसिएल 2 मा। इट्स अ फाइनल लिग। कसैले पनि एक्सपेक्ट गरेको थिएन अल नासरले हार्छ भनेर। इभन नट रोनाल्डोले त गर्ने नै भएन, फ्यानहरूले पनि गरेका थिएन होइन। तर एट द एन्ड हान्यो। त्यहाँनिर सर्ट्सहरू कति थियो होइन। सो पर्सनल्ली रोनाल्डोको चाहिँ त्यति राम्रो पर्फर्मेन्स भएन। सो अल नासरको ओभरअल यो सिजनमा हेर्ने हो भने चाहिँ माने जाओ फ्लिक्स वान अफ द बेस्ट भन्न सकियो। अनि उसको पर्सनल्ली युङ पनि छन्, अलिकति बेटर भयो भन्न सक्यो। अनि मानेको पनि ठिकै। सो एसिएल 2बाट चाहिँ अल नासर चाहिँ 1-0 को लस भएको छ। फाइनलमा हारिसकेको छ गाम्बा ओसाका जापानिज टिमसँग। यो सँगै हामी जाउँ लियोनल मेसीतिर। लियोनल मेसीको चाहिँ गेम भएको थियो पोर्टल्यान्डसँग। वान अफ द बेस्ट गेम नै खेल्यो लियोनल मेसीको। 2-0 को विन निकाल्यो पोर्टल्यान्डसँग। सो एउटा चाहिँ मेसी आफैले गोल गर्यो भने अर्को भनेको मेसीले चाहिँ एसिस्ट गर्यो होइन। सो नर्मल्ली भन्नुपर्दा यो गेमको नर्मल्ली त गोल हो नि त। सो गोल भन्दा पनि यो गेमको चाहिँ चर्चा भयो त एसिस्टको। वर्ल्ड कपको यो टाइममा छ अनि त्यसपछि एसिस्ट गरेको छ, त्यस्तो वान अफ द बेस्ट नै क्या, वान अफ द बेस्ट एसिस्ट गरेको। सो अलिकति गोललाई नै छायामा पार्थ्यो यो पालिको भन्दा चाहिँ फरक पार्दैन। वान अफ द बेस्ट एसिस्ट थियो। त्यो सँगसँगै उसले हानेको जुन फ्री किक थियो, सो वान अफ द बेस्ट फ्री किक नै हान्यो एज अलवेज। मेसी इज द प्ले मेकर होइन। र त्यो सँगसँगै फ्री किक टेकर चाहिँ वान अफ द बेस्ट नै हो होइन। मेसी जतिको कोही छैन भन्दा भयो होइन। जस्तै रोनाल्डोको बाइसाइकल अथवा पेनाल्टी सट आउट होइन। सो हेडिङ यिनीहरू भइहाल्यो, त्यो छँदैछ बिसाइड द्याट होइन। सो वान अफ द बेस्ट फ्री किक नै हानेको थियो। तर किपर पनि वान अफ द बेस्ट सेभ गरिदिए होइन। सो ओभरअल हेर्दाखेरि गेम चाहिँ एकदम दामी, राम्रो चान्स क्रिएट गर्यो। 2 गोलमा कन्ट्रिब्युसन भयो, 1 गोल 1 एसिस्ट। सो दिस इज अल होइन, राम्रो गइरहेछ। सो अभियसली अर्जेन्टिनाको प्लेयरहरूले राम्रो नै खेल्दैछ। सो लेट्स सी के हुन्छ वर्ल्ड कपमा। मेबी केही प्री म्याचेसहरू गर्न ट्राई गर्छ होला बिफोर वर्ल्ड कप। सो लेट्स सी। अनि त्यसपछि वर्ल्ड कपको सिरिजहरू त आइ नै हाल्छ। यो थियो केही इन्फर्मेसनहरू। अनि त्यसपछि हिजो भएको गेमहरूको इन्फर्मेसन यो नै भइहाल्यो। सो थ्याङ्क यू। केही सजेसन अथवा केही तपाईँलाई के बारे भिडियो चाहन्छ, मेनली स्पोर्ट रिलेटेड भिडियो चाहनुहुन्छ भने चाहिँ लेट मी नो।